हेलो अनि हिजोलोपा साथीहरू, वेलकम टु माई अनदर मिनी भ्लग। मैले अघिल्लो भ्लगमा पनि भनेको थिएँ कि म त्यति भ्लगहरू हाल्न पाउँदिनँ। मेरो भ्लग सायद विकमा कहिले शनिबार आउँछ, तर जहिले ल्याउँछु एकदम अलि राम्रो खालको वा कन्टेन्ट भएको ल्याउँछु। र आज पनि केही कन्टेन्ट भरे मैले ल्याएको छु। र आज चाहिँ हामी जाँदैछौँ जन्तीढुङ्गा भिडियो बनाउनका लागि। शनिबार आइतबार छुट्टी भएको कारणले चाहिँ मलाई एक दिन फ्री टाइम मिल्छ। त्यही भएर आज म र बहिनी चाहिँ भिडियो बनाउनको लागि जाँदैछौँ। वहाँ पुगेर एकछिन बसेर चाहिँ हामीले डान्स प्र्याक्टिस गऱ्यौँ र फोटोहरू पनि खिच्यौँ। हामीले चाहिँ फोटो खिचेर भिडियो बनाएर चाहिँ ड्रेस चेन्ज गऱ्यौँ, किनकि हामीलाई घर पनि जानुपर्ने थियो। र आजको मौसम चाहिँ एकदम कुहिरो त ठिकै थियो भिडियोको लागि, तर हावा चाहिँ धेरै चलेर हामीले चाहिँ सोचे जस्तो भिडियो बनाउन पाएनौँ। र दिव्या चाहिँ घर गयो र म चाहिँ चिसापानी गएर खाजा लिएँ। मलाई चाहिँ मम्मीले बिहानै काम अराएर मेला जानुभएको थियो र म चाहिँ घर आएर त्यो कामहरू गर्न थालेँ। पहिले चाहिँ घाँस काटेँ अनि खने। मलाई चाहिँ मम्मीले काम के आराम भएको थियो भने यता पट्टि फुल रोप्नु भनेर, अब दसैँ तिहार पनि आयो नै भन्दा हुन्छ नि त साथीहरू, त्यही भएर। र त्यहाँनिर चाहिँ एकदम गाह्रो थियो कि खन्नहरूलाई पनि, किनकि त्यहाँनिर कहिले केही रोपेको थिएन आजसम्म, त्यत्तिकै बाँझै थियो। अनि मैले खनेर फुलहरू पनि रोपिदिएँ। थाहा छैन अब कस्तो हुन्छ होइन, त्यो तिहारभन्दा अघि दसैँ पछि नै थाहा हुन्छ फुल्छ कि फुल्दैन। आजसम्म केही रोपेको थिएन, त्यही भएर मैले चाहिँ त्यो कारणले बाक्लै बनाएर रोपिदिएँ कि। मैले कामहरू पनि सकेँ। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ साथीहरू। यदि मैले भ्लग राम्रो कन्टेन्ट पाएँ भने अर्को शनिबार पनि पक्कै मेरो भ्लग आउनेछ।